पर्नेमा हामी गर्ने प्रदर्शनमा कार्य अब त्यो कुरा पनि हामीले सम्पन्न गरेर आएका छौँ र त्यो कुरा तपाईँलाई सुनाउन त्यस कारण एकचोटि हामीले धक्का दिनुपर्ने भएको छ र म अहिले अर्को एउटा कार्यक्रममा जानुपर्ने र मैले पर्खाइराखेको छु साथीहरूलाई त्यसै हामी धेरै कुरा भन्दिनँ। हाम्रो नेकपा माओवादीका यहाँका नगर अध्यक्षले बडो हार्दिकतापूर्वक जो शुभकामना व्यक्त गरेको जो मन्तव्य व्यक्त गर्नुको उहाँमा धेरै धेरै पहिलोचोटि प्रवेश गर्दा पनि मैले सबै सांसद साथीहरूलाई भनेको थिएँ भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो। मैले भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो मात्रै भन्दिनँ, म त त्योभन्दा एक कदम अगाडि बढेर भन्छु यति लामो राजनीतिक जीवन यात्रामा 1 रुपैयाँ पनि भ्रष्टाचार गरेको छुइनँ भनेर म जुनसुकै मन्दिरमा छेड्न सक्छु। तर तपाईँ अरू साथीहरू नगरमा पुगी पानी जहाजको टिकट काटी पानी जहाजको सफर गर्न पाउँदा म दङ्ग छु। सधैँ ग्यास सिलिन्डर बोकेर हिँड्नु पर्ने झन्झटबाट मुक्त भई ओली बाले भने झै घरमा पाइपबाटै छ्यास्स ग्यास आउँदा मेरी उनी दङ्ग छिन्, मेरी उनी दङ्ग भएको देख्दा म दङ्गदास छु, म दङ्गदास छु। पुनः सबैजना कामना यो बचाउनु पर्ने स्थिति पनि छ हामी साथीहरू। मलाई लाग्छ झापा अध्यक्षजीको जिल्ला देशमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा संसदीय निर्वाचनमा पहिलो स्थान हुन गएको छ भने रूपन्देही स्थानीय निर्वाचनमा पहिलो स्थान हुन गएको छ। दुईटैको तेरे मेरे सपने एक रंग हो। यो दुईटै जिल्ला मलाई लाग्छ त्यस्तै छ झापा र रूपन्देही र सम्बन्ध पनि दुईटैको हामी त्यस्तै गर्न खोजिराखेका छौँ र वास्तवमा आज अधिवेशन हुन्छ तमामले यहाँ यो हुन्छ ऊ हुन्छ मलाई थाहा छ परिस्थिति बडा हाम्रो माथि गुज्रिराखेको छ। त्यसकारण मलाई सच्चा तपाईहरू हेर्नुहोस् हरेक पार्टीको दुखमा साथ दिनुभएको कार्यकर्ता साथीहरू छ। हामीले रूपन्देही जिल्लामा जे भए तापनि गुट उपगुट कहिले रूपन्देही जिल्लाले स्वीकार गरेको छैन। राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले पनि हामी स्वीकार गर्न सक्दैन साथीहरू। त्यसकारण मलाई लागेको छ भने तपाईं निश्चित रूपमा अधिवेशन अहिले हुन्छ, अधिवेशनपछि हामी समस्त सिटहरू निर्विरोध गर्नुपर्ने भएको हुन्छ। हेर्नुहोस् सबैको इज्जतको कुरो हो। अर्कोतर्फ यो सिद्धार्थ नगरपालिका अधिवेशन सबैले हेरिराखेको छ। यो रूपन्देही जिल्लाका हरेक पार्टीले हेरिराखेको छ। सबै तहका पार्टीका साथीहरू उपस्थित सम्पूर्ण पार्टीका साथी, आज हामी बडो खुसीको दिनमा छौँ। त्यस मानेमा कि हामीले पार्टीको एउटा इकाइको अधिवेशन सम्पन्न गर्न गइरहेको छ। यो अवस्थामा निश्चित रूपमा पूर्ववक्ताहरूले भने जस्तै हामीले सदा जसलाई अगाडि राखेर जसको सहारामा अगाडि बढ्थ्यौँ उहाँलाई चाहिँ मिस गरेका छौँ। सबभन्दा पहिला त भ्रष्टाचारको विरुद्ध दृढ सङ्कल्पित भएर हामी यो चाहिँ नि आज अधिवेशन चाहिँ नि हामीले सम्पन्न गरेको छौँ र समयभित्र सम्पन्न हुनुको प्रमुख कारण भने कि यहाँको नेता तथा कार्यकर्ताको एकदमै मेहनत
अथक मेहनत र यहाँको डेडिकेसनले गर्दाखेरि नै हामीले आज यो नगर अधिवेशन गर्न सम्भव भएको छ। मैले तपाईहरु सम्पूर्णलाई यो कुरा पनि जानकारी दिन चाहन्छु कि अलिकति अगाडि केन्द्रीय कार्यक्रम अनुसार भूगोल केन्द्रित जिम्मेवारी दिएको थियो, जसमा म आफैलाई पनि सिद्धार्थनगर नगरपालिकाको 13वटा वडा र मायादेवी गाउँपालिकाको 8वटा वडाको जिम्मेवारी दिएको थियो। यहाँ भएका नेता तथा कार्यकर्ताहरू, जिल्ला अध्यक्ष, जिल्ला सचिव, जिल्ला सहसचिव लगायत सम्पूर्णले लागेर ठाउँमा चाहिने संगठन विस्तार गरेर यो यहाँको संगठन बचाउनको लागि धेरै मेहनत गर्नुभएको छ र म तपाईहरु सम्पूर्णलाई 77वटा जिल्लामै रूपन्देही जिल्ला चाहिँ नि टप 3 मा पर्छ। म चाहिँ यो तपाईहरुलाई भन्न चाहन्छु र तपाईहरु सम्पूर्णलाई म बधाई पनि दिन चाहन्छु। मैले आज अत्यन्त ठुलै बोल्नुपर्ने भएको छ। अध्यक्षजी, प्रदेशका अध्यक्षजी, सहायक महामन्त्री, पार्टीका केन्द्रीय सदस्यहरू, जिल्ला अध्यक्ष र हामीलाई शुभकामना दिन आउनुभएका अन्य राजनीतिक दलका कृपया आफ्नो ठाउँमा बसिदिन हार्दिक अनुरोध गर्दछु। यो कार्यक्रम अलि सकिएको छैन, समापन भएको छैन। कृपया आफ्नो ठाउँमा बसिदिनु भन्न म विनम्र अनुरोध गर्दछु।